नमस्कार एभ्रिवान। यो कपाल हेर्नुस् त कस्तो मजाको बाक्लो र लेन्थ पनि लामो छ। यो कपालमा चाहिँ उहाँले अलरेडी कलर गरेर आउनु भएको थियो र उहाँको इच्छा चाहिँ हाइलाइट गर्ने पनि थियो, त्यसैले चाहिँ हामीले हाइलाइट पनि गरिदियौँ। यो कपालमा चाहिँ डबल केमिकल पर्यो नि त, कलर प्लस हाइलाइट भएको भएर चाहिँ कपाल ड्यामेज भएको छ, अलिकति फ्रिजी भएको छ र यो कपालमा अब हामी नानोप्लास्टिया गर्न जाँदैछौँ। नानोप्लास्टिया गरिसकेपछि कस्तो हुन्छ हेर्दै गर्नु होला। ल नानोप्लास्टिकको रिजल्ट पनि आइसकेको छ, देख्न सक्नुहुन्छ कस्तो मजाको सिल्की साइनी वेटी भएको छ। यो कपालमा चाहिँ आज हामीले एकदमै धेरै मेहनत गरेका छौँ, लगभग 8 देखि 9 घन्टा दुःख गरेका छौँ। रेगुलर हामीले यो कपाललाई चाहिँ 3 देखि 4 घन्टा लगाएर तानेका छौँ। एकदमै धेरै गाह्रो भयो हामीलाई यो कपाल तान्न, किनभने चाहिँ यसमा कलर पनि गर्नुभएको थियो उहाँले र हामीले हाइलाइट पनि गरिदिएका थियौँ। त्यसैले चाहिँ यसमा डबल केमिकल परेको कारणले गर्दाखेरि चाहिँ कपाल एकदमै धेरै अल्झेर चाहिँ हामीलाई तान्न गाह्रो भएको थियो र पनि हामीले यो कपाललाई चाहिँ मजाले तानेर देख्न सक्नुहुन्छ कस्तो मजाको सिल्की साइनी वेटी भएको छ। हाम्रो काम हजुरहरूलाई मनपर्छ भने चाहिँ हाम्रोमा कुनै पनि सर्भिस गराउनु छ भने चाहिँ हामीलाई सम्झेर आउन सक्नुहुन्छ। थ्याङ्क यू।